सबैलाई हार्दिक नमस्कार। आज म एउटा चारो लिएर आएको छु। यो चारो कस्तो लाग्छ एकैछिन सुनिदिनु होला। राम्रो होला भनी देवताको नित्य पूजा गरेकै हो, धर्म गर्न बारम्बार मन्दिरतिर सरेकै हो। राम्रो होला भनी देवताको नित्य पूजा गरेकै हो, धर्म गर्न बारम्बार मन्दिरतिर सरेकै हो। खोलावारीका देवताको पूजाले नपुग्ला भनी देवता खोज्दै उर्लदो खोला समेत तरेकै हो। खोलावारीका देवताको पूजाले नपुग्ला भनी देवता खोज्दै उर्लदो खोला समेत तरेकै हो। चुलीमा बस्नेको पूजा गर्न चुली पनि चढियो, खोजका देव खुसी पार्न खोज पनि झरेकै हो। चुलीमा बस्नेको पूजा गर्न चुली पनि चढियो, खोजका देव खुसी पार्न खोज पनि झरेकै हो। शङ्ख घण्टको हल्ला देवले सुनेनन् कि भन्दै देखलान् भनी फुल र अक्षता पनि छरेकै हो। शङ्ख घण्टको हल्ला देवले सुनेनन् कि भन्दै देखलान् कि भनी फुल र अक्षता पनि छरेकै हो। जति दुःख गरे पनि दुखीका दुःख जेको त्यही भए, खै शुद्ध जलले पूजाका भाँडा पनि भरेकै हो। जति दुःख गरे पनि दुखीका दुःख जेको त्यही भए, खै शुद्ध जलले पूजाका भाँडा पनि भरेकै हो। धर्म गर्न बारम्बार मन्दिरतिर सरेकै हो, राम्रो होला भनी देवताको नित्य पूजा गरेकै हो। देवता खोज्दै उर्लदो खोला समेत तरेकै हो, खोजका देव खुसी पार्न खोज पनि झरेकै हो। देखलान् भनी फुल र अक्षता पनि छरेकै हो। जति दुःख गरे पनि दुखीका दुःख जेको त्यही भए, खै शुद्ध जलले पूजाका भाँडा पनि भरेकै हो। हस्, धन्यवाद, नमस्कार।